आउँछ तर कसैले केही गर्ने त होइन तर बिरामी हुँदा आफूलाई दुखे नि अस्पताल अर्काले बोकेर लान्छ होइन त्यस्तो होइन त्यसो भएकाले एउटा काम चाहिँ के गर्नुपर्छ भने यसमा मत केमा भन्नु न केमा आजसम्म सुन्नु न आजसम्ममा म आएँ तपाईँको अगाडि दुईटा उम्मेदवारको बसेर सोध्दै किन सोधेको थाहा छ मैले तपाईँ के पार्टी सोध्दिनँ कोहीले केमा मत हाल्नुहुन्थ्यो सोध्दिनँ किन मैले काखा हालेँ होइन अब तर के चाहिँ हो भन्दा पार्टी भनेको विवाह जस्तो त होइन दल चाहिँ परिवर्तन नगर्न पाइन्छ मत चाहिँ आफ्नो इच्छा हो यहाँ कस्तो छ अहिले एउटा पीडा भन्ने नि मान्छे मलाई एकजना आमाले बडा पीडाको कुरा म काङ्ग्रेसको हो बाबु म तपाईँलाई दिने इच्छा छ तर मैले तपाईँलाई मत दिएँ भने पनि सबै मलाई यो काङ्ग्रेस यो एउटैले मत तँलाई दिन भन्छन् अब मैले यो के गरौँ अनि त्यसो भइसकेपछि जसै काङ्ग्रेस यो मत दिन भन्छन् भनेपछि म त काङ्ग्रेसीलाई नै दिउँ कि क्या हो त्यो उहाँको आत्मा बोल्या हो क्या त्यस्तै तपाईहरुले चिन्ता नलिनुहोस् है ल धन्यवाद हजुरलाई धेरै धन्यवाद